आज स्कुलमा आज आज शुक्रबार अहिले त्यहाँ बच्चा छ के हो? त्यो मलाई के थाहा अब त्यो त अब स्कुलमा छ कि छैन त्यो त त्यसो तपाईँको जो सम्बन्धित व्यक्ति हो उहाँसँग कुरा गर्नु त्यसो भए त्यो त मैले त भनिहाल्यो नि तपाईँ अनौपचारिक मसँग भन्नु सम्बन्धित व्यक्तिसँग कुरा गरौँ त्यसो भए सम्बन्धित व्यक्ति हुन्छ नि कुरा किन हुँदैन स्कुलमा त्यसो सम्बन्धित व्यक्तिसँग कुरा गर्नु मिल्ने सम्बन्धित जो टिचर छ त्यसैसँग कहाँ हुनुहुन्छ त नि टिचर त टिचर होला स्कुलमा होला स्कुलमा छैन तपाईँको स्कुलमा तपाईँको माकुराको जालो छ है यहाँ देखौँ यहाँ माकुराको जालीहरू देखौँ माकुराको जालीहरू न स्कुलै खुल्दैन कहिले माकुराको जालीहरू यो यसको कन्डिसन हेर्दाखेरि होइन यो खुलेकै छैन क्या यो हजुर स्कुलै खुलेको छैन होइन यो मात्र तलब पनि लिइरहेछ हो हजुर हजुर तलब पनि लिइरहेछ यो स्कुलको अवस्था हेरेर त लाग्छ कि यो अब टिचरहरूको प्रधानाध्यापकहरूको सोध्नुलाई मान्छे हुनु पर्यो नि भैँसीले सोध्ने ओ अब भैँसीलाई नसोध्ने मान्छे गएपछि न तपाईँ सोध्नु होला होइन मान्छे यहाँ तपाईँ स्कुलमा छैन भने कसैले भन्यो होला कि उहाँ छ त्यो भएर न तपाईँले आउनु भयो होला कि त्यस्तै आइपुग्नु भयो भन्नुहोस् त स्कुलमा तपाईँ जानुभएको होला स्कुलमा विद्यार्थी नभएको होला स्कुलमा टिचर नभएको होला कसैले भन्यो भने ल अब स्यालेरी खाइरहेको छैन भने त्यो त सम्बन्धित निकायले तपाईँ सोध्नुहोस् न मलाई के हुन्छ तपाईँ आफै भन्छ मेरो परिवारका मान्छे र तपाईँ आफै भन्नुहुन्छ म भन्छु स्कुल छ स्थापित छ स्यालेरी नगरपालिकाले खुवाउँछ पाउँछ कसरी खुवाउँछ के खुवाउँछ त्यो त त्यहाँ सोध्नुहोस् न तपाईँ कुन आधारले खाइरहेछ त्यो सोध्ने ठाउँ त्यहाँ छ नि अलिक खाने मान्छेको नैतिकता छैन तपाईँको विद्यार्थी नभएको विद्यार्थी सुन्नु न विद्यार्थी नभएको ठाउँमा अब विद्यार्थी छैन भने त्यहाँ जवाब दिन्छ नि किन छैन विद्यार्थी जो सम्बन्धित व्यक्ति छ उसले जवाब दिइहाल्छ नि त्यो सम्बन्धित व्यक्ति चाहिँ के हो त नि भनेर सोधिरहेको छु क्या भनिरहेको छु अब सम्बन्धित व्यक्ति होला अहिले होला तपाईँको परिवार भनेर भने होइन तपाईँले मेरो परिवार छ अब मेरो परिवार आज गएको छैन अब मेरो परिवार आज बाहिरै गएको होला भने यसमा के भन्ने आफ्नै परिवारको बारेमा तपाईँको मेरो परिवार छ तपाईँको स्कुलमा जान्छ नि तपाईँ त्यहाँ सोध्नु तपाईँको तपाईँको परिवार पठाउनुहोस् न त म पठाउँछु नि म पठाउँछु नि तपाईँको मेरो परिवार जान्छ नि तपाईँको मान्छे मलाई भन्नु भएको बोल्ने तरिका हेर्नु सुन्नुहोस् न मेरो परिवार जाँदैन भन्ने त्यसको तपाईँ अहिले चाहिँ कहाँ हुनुहुन्छ घरमा छ नि स्कुलको प्रधानाध्यापक भएर घरमा बस्नु स्कुलको प्रधान अब गइरह होला बा पुग्दै होला बा घरमै होला या कुनै कामले बाहिर गयो होला त्यो पनि हुन सक्छ नि समय तालिका हुन्छ सरकारले तोकेको कि जतिखेर पनि जान आउने मिल्ने हो सुन्नुहोस् न तपाईँले एउटा कुरा म भन्छु स्कुल गएको छैन स्कुल जान्छ लेट जान्छ या चाहे आज जाँदैन या चाहे बिदामा बसेको होला अब के भन्नु मेरो त उहाँको कुरा सुन्नु तपाईँ मेयर भएको मान्छे होइन तपाईँले यस्तो बोल्नुहुन्छ